हेलो नमस्ते नमस्कार अनि स्वागत छ साथीहरू मेरो न्यू ब्लगमा। हजुरहरूलाई लामो समय पश्चात चाहिँ आज मैले न्यू ब्लग लिएर आएकी छु। साथीहरू तपाईहरुले पनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नुहोला। आजको विशेष चाहिँ शनिबारको दिन रहेको छ। शनिबार विशेष चाहिँ हामीले आज खाना बनाउँदै छौं, सो तपाईहरुले पनि हेर्न सक्नुहुनेछ। साथीहरू भिडियो हेर्दै गर्नुहोला भन्न चाहन्छु। यहाँ चाहिँ हाम्रो सानो बेबी पनि रहेको छ। यहाँ चाहिँ हाम्रो भेना बसिराख्नु भएको छ। सो दिदी पनि यता बसिराख्नु भएको छ। सबैजना बसिराख्नु भएको छ एकदमै लगाएर। के छ भाइ? सानो छोराको हालखबर के छ सुनाइदिनुस् न साथीहरूलाई। नमस्कार, मेरो नाम प्रज्ञान बस्नेत हो भन्नु। पुलाउ बनाउनु भएको हो है। हाम्रो दिदीलाई चाहिँ पुलाउ पनि बनाउन आउँछ, मलाई चाहिँ आउँदैन है भन्नुपर्छ साथीहरू। सो तपाईहरुले नि ट्राई गर्नु होला पुलाउ बनाउन। आज चाहिँ तपाई के भन्न चाहनुहुन्छ यो विषयमा चाहिँ? यो विषयमा खासै भन्न त केही चाहदिनँ। हजुर नचाहँदा नचाहँदैन मेरो बहिनीले चाहिँ हजुर भ्लग बनाउनु भनेर मलाई चाहिँ भ्लगलाई एउटा हजुर के गर्दै हुनुहुन्छ त्यसको लागि चाहिँ उहाँको भ्लगलाई चाहिँ माया गरिदिनु होला। हजुर हजुर भन्नुस् त। उहाँको भ्लगलाई लाइक कमेन्ट सब्स्क्राइब गरेर माया गरिदिनु होला भन्न चाहन्छु। सबैले साथ दिनु होला भन्नु। यति मिठो बनाउनु भएको छ आज। सो लामो समय पश्चात चाहिँ ब्लग बनाएको छु मैले चाहिँ आज। सबै साथीहरूले लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। साथीहरू अरूभन्दा चाहिँ मलाई मुन्टा बनाउन चाहिँ धेरै लागत लाग्छ। पुलाउ पनि हेर्न सक्नुहुन्छ यस्तो भएको छ। रेडी चाहिँ यस्तो भइसक्यो है। अनि यता हामीले मासु बनाएको तरकारीमा मासु रहेछ, मासु खसीको मासु, तरकारी सिमीको बनाएका छौँ। सो साथीहरू तपाईहरुले लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनुहुन्छ भन्ने मलाई चाहिँ पूर्ण आशा छ। गरिदिनु पनि हुन्छ अवश्य, मलाई थाहा छ। फेरि पनि मैले यस्तै राम्रा राम्रा भिडियोहरू ल्याउन सक्नेछु। तपाईहरुको साथ सहयोग र मायाले गर्दा चाहिँ म हजुरहरू माझमा राम्रा राम्रा भिडियोहरू ल्याउने प्रयास गर्छु। सो कपाललाई फर्सीको मुन्टा मनपर्छ, मुन्टाको तरकारी चाहिँ मनपर्छ कमेन्ट गर्नुहोला। पुलाउ मनपर्नेले पुलाउ मनपर्नेले कमेन्ट गर्नुहोला भन्न चाहन्छु। अब नुन लगाउनु पर्यो। दिदी चाहिँ सलाद काट्दै हुनुहुन्छ। सलादमा चाहिँ के छ? गाजर काँक्रो रहेको छ, अनि दही हो, अनि अचार। आजको स्पेसल डे चाहिँ दिदीले बनाउनु भएको। दिदी चाहिँ काममा व्यस्त हुनुहुन्छ, जति काम गरेको गयो। हाम्रो खाना चाहिँ रेडी गर्दै हुनुहुन्छ मम्मी हुनुहुन्छ, दिदी। म चाहिँ यहाँ यता हेर्ने मात्र हो, उहाँहरूले सबै त गरिहाल्नुहुन्छ। यो बहिनी सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। मेरो भिडियो यति बेलासम्म हेरिदिनु भयो, हेरेर साथ दिनुभयो, अनि लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। आगामी दिनहरूमा पनि मैले यस्तै नयाँ नयाँ भिडियोहरू ल्याउने अपेक्षाका साथ म हजुरहरूबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।
नमस्कार। सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला है। धन्यवाद।